हेलो गाइज वेलकम ब्याक टु माई च्यानल के छ गाइज आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु दाइ हजुर सन्चै हुनुहुन्छ म एकदम ठिक छु हो अब दाइ पनि सन्चै हुनुहुन्छ अरे होइन हामी चाहिँ अब भर्खर कामबाट आएको अनि यसो मार्केटतिर जाम भनेर लागेको भिडियो लास्टसम्म हेर्नु है त मार्केटमा हामी के गर्छौँ हजुरहरूलाई देखाउँछु म गाइज मेरो कार त यहाँ पो रहेछ त यार हिजो मैले वहाँ पार्क गरेको यहाँ कसरी आयो यार अरे हिजो उता पार्क गरेको थिएँ आज यता आएछ यार आज चाहिँ यहाँ आएछ यार हिजो उता पार गरेको आज यता आएछ कसरी आयो यार म अचम्म परेँ यार त्यो भएर मैले चाबी कहाँ राखेँ भनेको कसले लिएर गएछ कि म चाहिँ अब यसो मार्केट जाँदैछु यहाँ बाटो काट्नु पर्ने हुन्छ होइन म चाहिँ अहिले नेस्टो जान लाग्यो रुम चाहिँ त्यहाँ छ नेस्टो चाहिँ यहाँ छ होइन यस्तो रमाइलो छ नि मार्केट चाहिँ नजिकै भयो भने चाहिँ एकदम रमाइलो हुन्छ क्या धेरै हिँड्नु पनि परेन होइन त्यही भएर होइन यार आज मार्केटमा कोही छैन क्या यार कोही पनि देखिँदैन त नि सब खाली खाली छ त अनि हुन त तल होला मान्छेहरू होइन त्यहाँ बनाउने होइन कि त नयाँ किन्ने मात्र हो अरे गाई त अहिले चाहिँ यहाँ चस्मा हेर्न आएको होइन 40 केडीको चस्मा है त अरे कस्तो क्या दामी छ त यार चस्मा त यार पैसा पनि 40 केडी अरे 40 दामी रहेछ यार त्यही चस्मा चाहिँ दामी दामी रहेछ यार यहाँ हेर्नु त सब केटाकेटीहरू होइन सबको लागि छ यो कस्तो छ गाइज हजुर कमेन्ट गर्नु ल म हजुर कमेन्ट गर्नु म टक्क एउटा लिनुपर्ने छ होइन म एउटा टक्क दिइहाल्छु कुन चाहिँ ठिक छ यो मध्ये यो चाहिँ कस्तो देखियो कमेन्ट गर्नु होला है त यो पनि दामी छ यार कस्तो छ यो ठिक छ कि सब दामी दामी छ तर पैसा पनि दामी छ फेरि 30 केडी भनेको नेपालको 30 पञ्चे 5 15 तुमसे ना हो पाएगा लगभग 15,000 अरे 15,000 को चस्मा गाइज गाइज यो चाहिँ प्राडा रहेछ है प्राडाको चस्मा कस्तो देखेछ यो चाहिँ दामी छ जस्तो लाग्यो मलाई दाइ कस्तो देख्यो के भन्नु न 15,000 को चस्मा ये ओरिजिनल है प्राडा ये ओरिजिनल है बोल रहे भाइ यो चाहिँ गाइज हेर्नु यो एलबीको होइन दामी दामी चस्मा रहेछ एक दिन किन्नु पर्छ यहाँ चस्मा चाहिँ बवाल बवाल रहेछ होइन तर के गर्ने अहिले पैसा छैन जस्ट हेरेको मात्र कस्तो कस्तो कुन चाहिँले स्वाथ्यो हजुर कमेन्ट गर्नु होला है त म त्यो वाला लिनेवाला छु कमेन्ट गर्नु हजुरहरू हेलो दाइ के छ ठिक छ छुट्टी हो अरे गाइज अहिले चाहिँ मेरो सपिङ भइसक्यो म चाहिँ अब रुम जान लाग्यो रुम पनि यति टाढा छ यही बिल्डिङ हो यति टाढामा कसरी जाने यार अब रुममा गएर पकाएर खानुपर्छ खाना खाएर अनि सुत्नुपर्छ है त भिडियो अझै हेर्नु होला गएर म पकाउँछु अनि कसरी पकाउँदो रहेछ भाइले त्यो पनि हेर्नु होला गाइज अहिले चाहिँ हामी रुममा आइसक्यौँ होइन रुममा आएर अब के खाने त भन्दा पास्ता है त आजको हाम्रो खाना पास्ता दाइ कस्तो बन्छ त आज पास्ता दाइ बन्छ ल दाइको हातको पास्ता पनि खाम आज होइन म चाहिँ यसो अलिअलि यहाँ भेजिटेबलहरू छ यो काट्नु पर्यो हजुर हेर्नु है त म कसरी काट्छु है गाइज पास्ता कसरी बनाउने आज हजुरलाई सिकाउँछु है त म आज गाइज अब म चाहिँ यहाँ टक्क काट्छु होइन हजुरहरू चाहिँ टक्क हेर्नु होला यस्तै हो मेरो लाइफचर्या दिनचर्या यसरी नै बित्छ दिवसभरि काममा गयो होइन त दिवसभरि काममा गयो राति आयो अब खाना बनायो खायो यसरी नै बित्छ हजुरहरू सपोर्ट गरिदिनु होला म त यस्तो बिजी हुँदा पनि भिडियो बनाइरहेको हुन्छु होइन सपोर्ट गर्नु होला है के हो त मासु हो दाइले फेरि 10, 11, 12 बजे जानु भयो फेरि यार यस्तै हो गाइज यस्तै हुन्छ परदेशी लाइफ धेरै गाह्रो हुन्छ है गाइज हजुरहरू कुन ठाउँबाट हेर्दै हुन्छ कमेन्ट गर्नु होला हजुरहरू पनि विदेशमा हुनुहुन्छ भने है हजुरहरूलाई थाहै होला परदेशको लाइफ कस्तो हुन्छ भनेर होइन अब के गर्ने अब आफ्नो देशमा रोजगार छैन बाहिर देश त आउनै पर्यो अब के गर्ने यस्तै छ अस्ति रुममा म बनाएर खाएको दामी मिठो भएको थियो होइन अब फेरि अर्को दिन मोमो बनाएर खाने हो
हाम्रो हरिदाले त अब के भन्ने त अहिले सधैँ बनाएर हुन्छ होइन तर खाऊ भनेर एक पिस पनि दिँदैन यार म आफैले खाँदैन हजुर नखाए हामी खाइहाल्छ नि दियो भने नेपालीको पेटमा एक पिसले हुँदैन लास्ट लोभी छ हो भने यता यहाँ लास्ट लोभी छ यार यस्तो लोभी त कोही यस्तो बाटो पकाएर खुवाउनु लाग्छु क्या लोभी छु म लसुन सबै काट्ने हो मैले खाना बनाउनु लाग्दियो नबनाऊ भाइ म खुवाउँछु भनेर बनाउनु लागेन त नि पुग्छ दाइ त्यतिले ए दुईजना फुल्छ नि भाइ फुल्छ त नि फुल्नु त यति त हामीले खान सकिँदैन दुईजना हो अलि धेरै बनाउनु ल मस्त खानु पर्छ डेन्जर भोक लागिसक्यो यार काममा पनि खान मन लाग्दैन खाना यार राम्रो सब्जी हुँदैन नौलो टेस्ट खाऊ कि नौलो टेस्ट कति भात खाने भनेर के त्यो त हो कि म पनि भात खाऊ म पनि भात खाऊ गार्लिक कति चाहिन्छ हेर्नु त भाइ पुग्छ त्यति भए पुग्छ हो एउटा हाल्छु त लङ्गी राख्नुहोस् डेरिक भाइ नो निड मनी ब्रो के वी आर रुममेट राइट भयो भयो रेडी भयो ल है त मलाई हजुर बनाए मध्ये अस्ति त्यो दाल र त्यो पराठा चाहिँ मिठो लाग्थ्यो खसीको मासु पनि त्यस्तो स्वाद चाहिँ थिएन खान त खाइयो होइन त्यो मटनै त्यो कुन खाले मटन रहेछ हो यार इन्डियन मटन त मटन खिच्छ नि भाइ हो इन्डियाको पकाएको पर्पल रक्सी भन्दा पकायो तान्जानियन मटन हुन्छ बोका बोका गनाएको थियो होइन दबाई हुन्छ त्यस्तो पहिला चाहिँ स्याउ काटेर खानु पऱ्यो होइन गाई त्यसपछि उहाँ घरदेखिबाट फलफुल खाऊ कि खा भनेर यार म धेरै प्रेसर आइरहेको छ गाई है त्यही भएर चाहिँ मैले किनेर ल्याएँ आज स्याउ फलफुल खानु त उता हो के कहाँ घरतिर कसले उसले नै खाइरहेको छ नानीले नि म त नेक्स्ट जान्छु है चारवटा रेड अङ्गुर चारवटा खिचो अङ्गुर कहिले खाइदिन्छु मलाई बुझ्यो रहेछ दाइ है दाइ पाकिन भने कि यार उम्रिँदैछ हाम्रो पास्ता चाहिँ अहिले खाने बेलामा भेट्नुपर्छ है त होइन दाइ ल है गाई जब चाहिँ हाम्रो पास्ता पाक्न लागिसक्यो होइन यता चाहिँ बोइल गरेर राखेको छ होइन चाहिँ कटिङ गरेर हाम्रो दाइ सेफ दाइ हाम्रो सेफ मिस्टर सेफ वाट्स नेम ब्रो हरिबहादुर दमै हो चाहिँ होइन गाइस यहाँ चाहिँ अब प्याज टमाटरहरू पकाउँदैछ दाइले अनि दाइ हजुर पास्ता पहिलाको सेफ होइन पास्ता सेफ होइन ल आज सेफले बनाएको पास्ता खानुपर्छ गाई कस्तो हुन्छ होइन दाइ त्यो चिकन पनि बन्दैछ होइन अरे आज त मौजी मजे गाई अनि के भन्नु चाहनुहुन्छ त अस्तिको भिडियो त दामी भाइरल भयो दाइ दसैँ आयो भन्थेको त दाइले चाहिँ मलाई भाइरल बनाउला जस्तो लागिसक्यो मलाई गाई हजुर सपोर्ट गरिदिनु होला है त अस्तिको भिडियो गएर हेर्नु भएन भने गएर हेर्नु होला के अरे कहाँ त्यस्तो 1000 आहा अब हजुरको घरसम्म पुग्ने भयो त्यो भिडियो दाइ के गर्नुहुन्छ अब के भन्न चाहनुहुन्छ प्यारी मैले मजा गरेको सिरियस नभऊ भन्न चाहन्छु होइन भावनाको तरङ्गमा भागेको नारायणीको उसमा के अरे उसमा भाग्ने होइन ल ल म चाहिँ चिकन काटिदिन्छु दाइ होइन अब छिटछिट झ्यामझ्याम बनाउनु लगाइ जब खाने बेला भेट्नुपर्छ है त कस्तो बनाउँछ दाइले हजुरहरूलाई पनि बनाउनु मन छ भने दाइले रेसिपी सोध्न चाहनुहुन्छ होइन कमेन्ट गर्ने होला दाइले रेसिपी भनिदिनुहुन्छ नि होइन म दामी बनाउँछु आजको हाम्रो नेपाली पास्ता होइन नेपाली हो अरे यार कुवेतमा बसेर कहाँ नेपाली खाने नेपाली स्वादमा हामी ए ल म चाहिँ चिकन काटिदिन्छु दाइको चिकन होइन म त चिकन खाँदिनँ गाइज म पनि खाँदिनँ गाइस हाम्रो साथीहरू छन् हैन म चाख्ने मात्रै हो है दाइ त दाइले जे पनि खाइदिन्छ सब खाइदिन्छ दाइले भेट्टायो भने पूर्णिमा जाँच खानु हुँदैन पूर्णिमा मटर खानु मिल्दैन सुत्तीमा खानु मिल्दैन अरू सबै खान्छ आजकलको केटाहरूले है लगाएर एकछिन भेट्नुपर्छ है त पाकिसकेपछि अरे दाइ अन्डा पनि हाल्नु हो
देख्नु दामी देखियो गाई जब खाँदा कस्तो हुन्छ खसीको वाइटर लाइटर होइन दाइले यार यहाँ सबै हाल्दियो यार चाहिन्छ हौ दाइ नफाल्नु नि त्यसरी यार यहाँ चाहिँ अब चिकन बन्छ यहाँ चाहिँ चिकन काटिसकेँ मैले है त चिकनको लागि यस्तो छ मसला जिन्जर गार्लिक छ यता त्यहाँ किचन चिज लिएर आऊ। ए दाइ यार सब ल्याउँछु ल सब खाएर मोटाउनु पर्छ नि ल है गाई हामी चाहिँ दामी दामी हेल्दी चिज हेल्दी त नभन्नु म यार त्यसलाई के हेल्दी भन्ने चिज खायो भने त मोटो मोटो मात्र हुन्छ हेर्नु नि चिजहरू यति धेरै छ यार पहिला यो खाने कि कुन खाने होला यो खोलेको चाहिँ खानु पर्यो पहिला त्यति धेरै चिज छ होइन अब कुनै दिन खानुपर्छ त्यसलाई अझै ढोका चाहिँ नहुन्छ त्यो गाई चाहिँ हाम्रो बोसका छुट्टिया यस ल ल ल ल पछिल्लो काट्नुपर्छ मसिनो गरेर मसिनो गरेर काट्नुपर्छ अरे यार दाइ यार मलाई काम मात्र बढायो दाइले यार है खाना त फेरि मिठो हुन्छ गाई होइन काम गर्दै पुरा झ्याउ लाग्छ कि मलाई तर त्यस्तो झ्याउ मान्नेवाला मान्छे नै होइन म है हो कि होइन हो छिटो गर हो रे होइन भन्नु न ए गाई अहिले चाहिँ रेडी भइसक्यो हाम्रो खाना है त कस्तो छ दामी भयो अब यहाँ चिसो खानु पर्यो दामी हो सुपा अब यहाँ टेस्ट गर्दा सेफली टेस्ट गर्छ है त दामी छ गाई दामी मिठो रहेछ है हजुर नि खानु मन लाग्यो भने यसरी बनाएर खानु होला घरमा है त्यो गाई आजको लागि दिन गर्नुपर्छ भिडियो हजुरहरूलाई भिडियो कस्तो लाग्यो यदि मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला भेट्नुपर्छ भोलि अर्को नयाँ भिडियोमा तबसम्मको लागि आफ्नो ख्याल राख्नुहोस् अनि आफ्नो परिवारको पनि बाई बाई गुड नाइट